हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ अहिले ग्रोसरी गर्न गइरहेका छौँ। बाटोमा हिँड्दैछौँ म र दिदीलाई चाहिँ एकदमै चिसो भएको छ, हेर्नु सक्नुहुन्छ। एकदमै जाडो भएर एकदमै टोपी लगाएर पुरै गमक्क परेर हिँड्नु भएको छ। म टोपी लगाएको छु, बट दिदी चाहिँ एकदमै चिसो मान्नु भएको। हामीहरू चाहिँ हिँडिराखेका छौँ, अब हिँड्दैछौँ अनि अब बाटो क्रस गरेर जाने खोज्दै अनि ग्रोसरी गर्दै गर्दा फर्किने। हामी चाहिँ ट्राफिक सिग्नलको वेट गरिराखेका छौँ। जब गो भन्छ तब जाने भनेर वेट गरिराखेको छ। अब चाहिँ गयो भने अब बाटो क्रस गर्दैछौँ एन्ड वी आर गोइङ। हिँडिरहेको बेला म चाहिँ दिदीलाई केही प्रश्न गर्न चाहन्छु। हाउ इज सी फिलिङ क्यानाडा मुभ भयोबाट कस्तो एक्सपिरियन्स छ? ल दिदी केही भनिदिनु पर्यो। हाउ आर यु फिलिङ? हाउ आर यु फिलिङ क्यानाडा आइसकेपछि? I think so. Gold. अनि अरू भन्नु न, कस्तो एक्सपिरियन्स भयो, बसहरूको कस्तो भयो एन्ड सिस्टम कस्तो लाग्यो यहाँको? नेपालभन्दा कति भिन्न छ? यहाँको बासमा भन्दाखेरि चाहिँ सबै ठिकै छ, अलिकति चिसो हुँदो रहेछ, अलिकति मान्छेहरू चाहिँ नबोल्ने रहेछ यहाँका। ए त्यस्तै हो। अनि खानापिना चाहिँ कस्तो लाग्छ लाई यहाँ चाहिँ? खानापिना त त्यस्तै हो, जे हामी युज टु पकाएर हाल्छौँ नि घरमा, त्यही नै पकाएर हाल्छौँ यहाँ पनि। अब यहाँ वास्तवमा भन्दाखेरि चाहिँ बार्गेनिङ केही मगाउने गरेर मिल्दैन, जस्तो छ पेमेन्ट अनुसार नै पाउने हो। फ्रीमा भने अलिकति यो भने भनेर केही पनि हुँदैन, त्यही अनुसार नै हामीले ल्याउनुपर्छ। ग्रोसरीमा जाने अनि आफूसँग कति छ त्यही अनुसारको बजेटमा ल्याउने होस् अब ग्रोसरीहरू चाहिँ त्यस्तै छ। यही हो, हामी चाहिँ अहिले कता गइराखेको छौँ? अनि रोडहरू चाहिँ अलिकति सफा छ, चोक्नु मन लाग्दैन। अनि अहिले हामी कता गइराखेको छौँ? ए अनि तपाईँलाई चाहिँ हिउँ कस्तो लागिरहेको छ त? यो राम्रै छ होइन? रमाइलै छ? रमाइलो छ। आज चाहिँ अलिकति प्लसमा छ, त्यो पनि हावा अलिअलि चिसो गरेर अरू त ठिकै छ, रमाइलै छ। गाइज हामीहरू चाहिँ हिँड्दै अहिले चाहिँ ग्रोसरी स्टोर पुगिहाल्यौँ होइन। यहाँ चाहिँ अब केही सामानहरू लिने होइन, खानेकुराहरू तरकारीहरू लिएर चाहिँ जाने। अब आइज टाढो ओए हामी चाहिँ अहिले ग्रोसरीमा छौँ, सामान किनिराखेका छौँ, तरकारीहरू सी। अब यहाँबाट सामानहरू किनेर अनि हामी चाहिँ बाहिर निस्किने हो। तरुलको हेर्न रेट कति हुन्छ? अनि तरुल त हो त, त्यो तरुल भन्दा पनि उयो हो क्या, के भन्छ अरे त्यसलाई? यहाँ हेर्नु सागहरू पुरै छ, जे किने पनि भयो, बस पैसा हुनुपर्छ यतातिर किनेर। अब हामी चाहिँ निस्किने एकछिनमा है, किन्दैछौँ, हेर्नु होला, वेट गर्नु होला। गाइज हामीहरू चाहिँ अलिअलि चाहिने सामानहरू चाहिँ सानो सामानहरू चाहिँ जुन पछाडिको उयो क्यारी ब्यागमा अट्ने सामानहरू चाहिँ किन्यौँ होइन यहाँबाट। अब चाहिँ अर्को ठाउँ जाँदैछौँ, वालमार्ट भन्ने ठाउँमा, त्यहाँबाट चाहिँ बाँकी सामानहरू सब्जीहरू चाहिँ त्यहाँबाट लिने भनेर यहाँबाट चाहिँ मसलाहरू लिने होइन, तेल सेल। अनि अब उहाँहरू सब्जीहरू लिने भनेर लिइराखेको छौँ। अब त्यहाँ गएपछि फेरि देखाउँछु म। हामी चाहिँ 10 मिनट हिँडेपछि अब चाहिँ फाइनली वालमार्ट पुग्यौँ। यु क्यान सी ब्याक साइडमा चाहिँ वालमार्ट छ। हामी चाहिँ वालमार्ट पुगेपछि चाहिँ अब यहाँभित्र चाहिँ सामानहरू हेर्ने होइन, अनि सामानहरू किन्ने तरकारीको नजारा चाहिँ यस्तो छ, राम्रो छ, रमाइलो छ, जस वेल म्यानेज छ। आइज यो साइडबाट हो, झन्डा मान्छे कस्तो हेरिरहेको छन् कि लाजै लाग्यो। यता चाहिँ युटेन्सिल्सहरू पाउने ठाउँ रहेछ होइन, कराही सराही चलाउने सबै। अनि अलि अगाडि गएपछि चाहिँ ग्रोसरी हो जस्तो लाग्यो, त्यतातिर जाने। सिधा हो कि अगाडि आइज न?
यताबाट उता उताबाट यता घुमेर चाहिँ बल्ल ग्रोसरीमा पुग्यौँ। ग्रोसरी त आलु सब्जीहरू लिने ठाउँमा अब यहाँबाट चाहिँ सब्जीहरू लिने अनि जाने गरेर चाहिँ हाम्रो चाहिँ सामान स्क्यान भइराखेको छ होइन। अब बिलमा भइराखेको छ अब बिल तिरेर अनि सामान लिएर जाने। हामी चाहिँ सामान किनेर वालमार्टबाट निस्किसक्यौँ। अब चाहिँ घर जाँदैछौँ। अब हिँड्छौँ एकछिन 5-7 मिनट हिँड्छौँ अनि घर पुगिहाल्छौँ। गाइज हामीहरू चाहिँ घर पुग्यौँ होइन। अब चाहिँ फ्रेसन अप हुने अनि खाना बनाउनु भएको छ भिनाजुले अनि खाना खाने अनि त्यसपछि सुत्ने। भोलि चाहिँ कलेज छ अनि कलेज जानुपर्छ। सबैले आफ्नो ध्यान राख्नु होला। बाई टेक केयर।